हे गाइस, सो व्हाट्सअप सो गाइस, तपाईहरुले फेरि पनि स्वागत छ हाम्रो नयाँ ब्लगमा। सो गाइस, धेरै दिनपछि म ब्लग भिडियो चाहिँ सुट गरिरहेको छु गाइस। सो आज फाइनली गाइस है 21 गते छ है, जेठ 21 गते, अनि आजदेखि मेला चाहिँ स्टार्ट भएको छ है, गंगा दशहराको मेला। हाम्रो त चाहिँ अब नक्ता बाबाको मेला छ गाइस। सो भकुण्डामा निस्किरहेको छ गाइस है, यहाँदेखि म त निस्किरहेको छु अब घरको लागि है। सो गाइस फाइनली अब हामी निस्किरहेको छु। हेर्न सक्नुहुन्छ गाइस, हाम्रो चाहिँ LS2 हेलमेट चाहिँ हेर्न सक्नुहुन्छ गाइस, LS2। सो यसैमा हाम्रो सेटअप गरेको छ अहिले गाइस, हेर्न सक्नुहुन्छ LS2। मैले तपाईहरुलाई देखाएकै थिएन गाइस, अस्ति काठमाडौँदेखि लिएर आएको LS2 है। सो फाइनली गाइस म निस्किरहेको छु है रुमदेखि। ओहो, आफ्टर लङ टाइम, धेरै दिनपछि गाइस राइड गरिरहेको छु है। ओहो, पहिला चाहिँ साउन्डको प्रब्लम थियो है गाइस, आज भोलि थाहा छैन साउन्डको प्रब्लम छ कि छैन भनेर है गाइस। हुन त साउन्डको धेरै नै आएर होला नोइज, खै गाइस त्यो कसरी सेट गर्छन् यार। ऊ भाइहरू गइरहेको छ गाइस है, म त निस्केको गाइस। गाइज जहाँसम्म लाग्छ यार अझै नि साउन्डको डिस्टर्ब चाहिँ आइरह होला है तलदेखि, मतलब त्यो हावाको प्रेसर चाहिँ गइरहेछ। अनि मलाई चाहिँ कन्फर्म नै भइसक्यो अझै नि यो साउन्डको प्रब्लम चाहिँ आइरह होला है, धेरै नोइज आइरह होला। ओ माई गड, आफ्टर लङ टाइम, धेरै दिनपछि यार ब्लग बनाउँदै यार अहिले पो मजा आइरहेछ यार। कति दिन भइसक्यो थियो यार, भन्नाले यो राइड नगरेको, बाइकमा ब्लग नबनाएको अलमोस्ट हामीसँग 4-5 महिना भइसक्यो रहेछ यार, 6 महिना भइसक्यो। माई गड, 6 मन्थ। सो फाइनली गाइज आज चाहिँ मजा आइरहेछ हो। अहिले फ्युल पनि छैन गाइज है, फ्युल अफ गराउनु पर्ने हो एकछिन अगाडि गएर। Power! Oh my god! No. So finally guys, I will say medical line, है? Woo! So guys, finally fill up गरिसकेको छु, यहाँ हेर्न सक्नुहुन्छ। अब यहाँदेखि निस्किनु गाइस, पुलवाल ओइल स्टोर है, प्राइभेट लिमिटेड हो। आफ्टर लङ टाइम, धेरै दिनपछि रानी, ओ माई गड, आफ्नो पर्फर्मेन्स देखाइरहेको छ रानी है। पर्फर्मेन्स त बबाल हुन्छ गाइज है। यो भन्सार है, यो हेर्न सक्नुहुन्छ हाम्रो धनगढीको भन्सार। सो यो चाहिँ हाम्रो कैलाली कञ्चनपुरको चेकपोस्ट रहेछ गाइज, हेर्न सक्नुहुन्छ कैलाली कञ्चनपुरको बर्डर। अनि यो सँगसँगै इन्डियाको बर्डर पनि छ है यार। फाइनली गाइज म ओहो, लास्टै भिड रहेछ गाइज यहाँ पनि यार, ब्रिजमा अझ। ओ नो, किन हुन त गाइज नर्मलै छु के, ऊ रहेछ बेठा बाबा पूजा गरेर फर्किरहेछन् धेरै जस्तो त है, पूजा गरेर फर्किरहेछन् मेलामा है गाइज। दुनियाँ धेरै जालिम हो यार है। सो गाइज हेर्न सक्नुहुन्छ, यो चाहिँ पचकडियाको ब्रिज है गाइस।
सो गाइज मौसमको नि डर लागिरहेको छ। यो मौसमले के गर्छ, पानी पराउँछ कि के गर्छ भनेर है गाइज। अनि यता चाहिँ पानी पानी छ गाइज है। ओहो यो ब्रिज गाइज। यु नो वान थिङ गाइज, बजाजको कुन बाइक होला जो कि 200 को सेगमेन्टमा फर्स्ट गियरमा 50 टच गर्छ है, अनि 2 गियरमा सेकेन्ड गियरमा चाहिँ लगभग हाम्रो 80 भन्दा माथि 80 गइरहेको छ, अनि थर्ड गियरमा 100 भन्दा माथि गइरहेको छ। कुन बाइक होला त्यो म तपाईँहरूलाई भन्छु। BS6 होइन, BS3 होइन, BS4 होइन, BS3 हो गाइज, पहिलो भर्जन त्यो बाइक है। अनि त्यो चाहिँ फेरि FI बाइक हो फेरि है, 200 सेगमेन्टमा। अब तपाईँहरू चाहिँ विचार गर्नु होला कुन बाइक हो त्यो है। सो अलमोस्ट त्यो बाइक चाहिँ हामीसँग आइपुगेको छ। त्यो गाइस बाइक मेरो होइन, एउटा भाइको बाइक रहेछ, त्यसले चाहिँ मोडिफाई गराउन राखेको रहेछ है। अलमोस्ट त्यसको बाइक चाहिँ ऊ भइसकेको छ है, मतलब उसले उसको बाइक चाहिँ ऊ भइसकेको रहेछ, मतलब डेन्ट पेन्ट सेन्ट केन्ट, अनि मतलब बाहिर my god, 120 120 guys, 125 127 130 130 guys, 31. Oh guys, this is पुरै ना अहिले भर्खर पनि गाइस। पहिला चाहिँ यो बाटोमा अलमोस्ट लास्टै फोहोर धुलो के हुन्थ्यो है गाइस, लास्टै। अहिले चाहिँ यो बाटो एकदम गुड निट एन्ड क्लिन भइसकेको छ गाइस। सो फाइनली गाइस अहिले चाहिँ हामी भकुन्डा गाउँ है, राइट नाउ आई एम भकुन्डा गाउँ है। यता पार्किङ छ गाइस। ओहो धुलो त लास्टै छ यार है। ओहो यो चाहिँ बाहिरको फिल्ड, पहिलाको नि ब्लगमा देखाएको थिएँ है, गएको साल भकुन्डाको मेला है गाइस। अहिले चाहिँ थाहा छैन, भर्खर पुगिरहेको छु है मेलामा। अब हेरौँ बाइक भित्र लग्न मिल्छ कि मिल्दैन अहिले। अब लग्न मिल्यो भने त ठिकै छ, किनकि अलमोस्ट अहिले टाइम 6 बजेको टाइम भनेको थिएँ गाइस। सो फाइनली गाइस म मेलामा एन्ट्री भइसकेको छ है गाइस हाम्रो। ओहो ए गाइज मेरो छोरी ल गाइज, यो चाहिँ गन्नाको इन्स्टल रहेछ हाम्रो है, हेर्न सक्नुहुन्छ। जुस गन्नाको जुसको इन्स्टल रहेछ यो हाम्रो, स्पेसल गन्ना जुस है, भेलोर स्पेसल गन्ना जुस। सो गाइज यहाँ हेर्न सक्नुहुन्छ, अगाडि चाहिँ फोटो सुट रहेछ, हेर्न सक्नुहुन्छ फोटो सुट डेकोरेसन। अनि यता पिङ्क गाइज, गर्लफ्रेन्डसँग खेल्नु पर्ला है राति पिन।